train your shoulder for that aesthetic V-shape, V-taper body. V-taper body पाउनको लागि भनेको सोल्डर पनि एउटा निकै नै राम्रो मसल ग्रुप हो। त्यो सोल्डरलाई ट्रेन गरिसकेपछि हाम्रो बडी हल्का ब्रोड देखिन्छ अनि त्यसले हाम्रो V-taper हुनमा निकै नै सहयोग गर्छ। अनि सोल्डरलाई ट्रेन गर्नको लागि सबसे इफेक्टिभ मसल ग्रुप भनेको रियर डेल्ट्स हो। धेरैजना मान्छेहरूले सोल्डरको फ्रन्ट पनि हान्छ अनि अप्पर पनि हान्छ, तर रियर डेल्ट्स हान्नेको हुँदैन। त्यसको लागि हान्नको लागि रियर डेल्ट्स ट्रेन गर्दाखेरि हाम्रो बडी अझै V-taper हुँदै जान्छ। अनि सोल्डरसँगै अर्को मसल ग्रुप भनेको ट्र्याप्स। ट्र्याप्स पनि एउटा निकै नै विक मसल ग्रुप हो। मेजोरिटी अफ पिपल डोन्ट ट्रेन देयर ट्र्याप्स। धेरैजना मान्छेहरू ट्र्याप्स ट्रेन गर्दैनन्। अनि ट्र्याप्स ट्रेन गर्नको लागि सबसे राम्रो एक्सर्साइज भनेको श्रक्स हो। श्रक्स भनेको त्यही डम्बल बोको 25 केजी अनि यसरी गर्ने टाइपको एक्सर्साइज भनेको श्रक्स। अनि अर्को भनेको चेस्टमा स्पेसली अप्पर चेस्ट पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप हो। अनि अप्पर चेस्ट हान्नको लागि त्यस्तो गाह्रो हुँदैन, किबरमा हान्दा पनि हुन्छ। अनि अर्को भनेको डम्बलमा हान्दा पनि हुन्छ अप्पर चेस्ट। अनि अर्को मसल ग्रुप भनेको ब्याकमा भनेको अप्पर ब्याक भनेको अप्पर ब्याक हान्दाखेरि पुल ओभर हान्दा पनि भयो, राइट पुल डाउन हान्दा पनि भयो। त्यो दुईवटा एक्सर्साइजले तपाईँको अप्पर ब्याक बनाउन निकै सहयोग गर्छ। अनि अर्को एक्सर्साइज भनेको एम्स भनेको स्पेसली ट्राइसेपले मेन भूमिका खेल्छ। अब ट्राइसेप भनेको ठुलो मसल ग्रुप हो बाइसेपको तुलनामा। त्यो ट्राइसेपलाई ट्रेन गर्न बिर्सिनु भएन। अनि ट्राइसेपको लागि सबसे राम्रो एक्सर्साइज भनेको क्लोज ग्रिप बेन्च प्रेस अनि अर्को भनेको केबल पुल ओभर। अनि ट्राइसेपमा भनेको सर्ट रङ दुइटै पर्छ। अनि बाइसेपमा भनेको त्यस्तो बाइसेप कर हान्दा भइहाल्यो। फेरियोसम्म हान्दा भनेको बाइसेपलाई फेरियोसम्म हान्दा इजिली ट्रेन हुने मसल ग्रुप हो। बाइसेप भनेको त सानो मसल ग्रुप हो। बाइसेपलाई ट्रेन गर्नको लागि भनेको 10 केजी र फेरियोसम्म ट्रेन गर्दाखेरि निकै नै इफेक्टिभ हुन्छ। बाइसेपमा भनेको धेरै केजी नहान्दा हुन्छ, ठिक्क केजीमा फेरियोसम्म हान्यो अनि डाइटलाई प्रोटिनलाई इन्क्रिज गर्यो। अनि बाइसेप भन्नुभयो अब सानो मसल ग्रुप हुन्छ कि छिटै रिकभर पनि भइहाल्छ। अनि अर्को मसल ग्रुप भनेको फोरआर्म्स पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप। अनि धेरैजनाको फोरआर्म्स विक हुन्छ, त फोरआर्म्सको ट्रेन गर्न त्यस्तो स्पेसली एक्सर्साइज नगर्दा पनि भयो। फोरआर्म्स भनेको आफै ट्रेन हुने मसल ग्रुप हो। बाइसेप हान्दा फोरआर्म्स पनि इन्गेज भएकै हुन्छ। अनि अर्को भनेको एप्स भनेको धेरैजनाको एप्स विक हुन्छ, मिन्स धेरै जस्तोजना एप्स ट्रेन नै गरेको हुँदैन, त एप्स पनि एउटा मसल हो। त्यसो पनि ट्रेन गर्दाखेरि मसल बन्न सक्छ। जस्तो अब एप्सको लागि भनेको क्यालोरिज डेफिसियन्सीमा जाँदा पनि भयो। अनि अर्को भनेको एप्स भनेको मसल नै हो, बाइसेप मसल ट्राइसेप भयो त्यस्तै एप्स पनि एउटा मसल हुन्छ। अनि एप्सलाई ट्रेन गर्न त्यस्तो अप्ठ्यारो होइन। क्रन्चेस हान्यो, जबसम्म क्रन्चेस एटलिस्ट 100 क्रन्चेस सधैँ हान्यो भने एप्स निस्किहाल्छ। अनि क्यालोरिजलाई कम गर्यो, प्रोटिन हाई गर्यो भने एप्स इजिली निस्किन्छ। अनि त्यही नै। अनि रेग पनि ट्रेन गर्न नबिर्सिनु। रेगले भनेको टेस्टोस्टेरोन हर्मोन बढाउन सहयोग गर्छ। अनि रेगको सहयोगले अझै मसल मास पनि इन्क्रिज हुन्छ। जसको रेग स्ट्रङ हुन्छ त्यसले इजिली अरू मसल पनि गेन गर्न सक्छ। रेगको लागि सबसे राम्रो भनेको स्क्वाट्स रन्चेस त्यही दुईवटा हो। अनि त्यसलाई फेरियोसम्म गर्नुभयो भने तपाईँको ग्लुट्स पनि ट्रेन हुन्छ अनि ह्यामस्ट्रिङ पनि ट्रेन हुन्छ। अनि क्याप्स पनि ट्रेन गर्नु राम्रो नै हो। धेरैजनाको क्याप्स विक हुन्छ, क्याप्सको लागि त्यही क्याप्स के भन्छ त्यसलाई
क्याप्सको त्यही के पो क्याप्स वेट क्याप्स एक्सर्साइज क्याप्सको लागि भनेको क्याप्स रेजेस हान्ने नि त्यही नै हो अनि जम्पिङ ज्याक गरेर पनि भयो क्याप्सको लागि त्यही नै हो आज